मोरङमा सुनका लागि वृद्धाको हत्या, छोरीले बचाइन् आमाले मारिन्। मोरङमा सुनको गहनाका लागि एकजना वृद्धको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। मोरङको ग्रामथान गाउँपालिका 7 की 89 वर्षीय तिलमाया खड्काको हत्या भएको हो। उनको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले ग्रामथान 6 की 40 वर्षीय सीता ऋषिदेवलाई पक्राउ गरेको छ। घरबाट बेपत्ता भएकी तिलमायाको शव ग्रामथान 6 स्थित सुनसरी मोरङ सिंचाई आयोजनाको नहरमा घोप्टो परेर डुबेको अवस्थामा आइतबार अपराह्न फेला परेको थियो। मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुडालका अनुसार तिलमाया शनिबार घरबाट हराएकी थिइन्। हराएको भोलिपल्ट अर्थात् आइतबार नहरको पानीमा डुबेको अवस्थामा शव फेला परेको उनले बताइन्। प्रहरीको प्रारम्भिक अनुसन्धानबाट वृद्धाको मानसिक सन्तुलन समेत कमजोर रहेको पत्ता लागेको छ। प्रहरीका अनुसार घरबाट हिँडेकी तिलमायालाई नहरमा डुबेको अवस्थामा देखेर सीताकी छोरी 19 वर्षीय सोनु ऋषिदेवले उद्धार गरी आफ्नो घरतिर लगिन्। पानीले भिजेका कपडा फेरिदिन्। त्यसपछि वृद्धालाई आफ्नै घरमा छाडेर सोनु नजिकै घर रहेको मामा घरतिर गइन्। उनी मामा घरतिर गएपछि आमा सीताले भने वृद्धाले कानमा लगाएको मुन्द्री निकालेर उनलाई नहरमा हालेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। मुन्द्री निकालेर राखेपछि वृद्धालाई भने नहरमै हालिदिएको प्रारम्भिक अनुमान छ। प्रहरी स्रोतले भन्यो पानी बगिरहेको नहरमा हालिदिएपछि डुबेर वृद्धाको मृत्यु भयो। प्रारम्भिक अनुसन्धानबाट सुनका गहनाकै लागि सीताले वृद्धको हत्या गरेको पत्ता लागेको छ। वृद्धले लगाएको मुन्द्री सीताको घरभित्र फेला परेको डीएसपी चुडालले बताइन्। घरभित्र खाल्डो खनेर गाडेको अवस्थामा मुन्द्री फेला परेका छन्। वृद्धले लगाएको कपडा पनि घरभित्रै भेटिए। हत्यामा भएको आशंकामा विभिन्न कोणबाट अनुसन्धान भइरहेको छ उनले भनिन्। नहरमा डुबेको देखेपछि वृद्धाले सीताकी छोरी सोनुले उद्धार गरेर बचाइन्। आफ्नो घरमा लगिन्। भिजेको कपडा फेरिदिन्। प्रहरी स्रोतले भन्यो तर आमाले भने वृद्धाका सुनका गहना निकालिन्। गहना निकालिसकेपछि वृद्धालाई नहरमा हालेर मारिदिन्। सुनकै लागि हत्या गरेको निष्कर्ष निकालिएको छ। प्रहरी नियन्त्रणमा रहेकी सीताले भने घटनाका विषयमा बोल्न मानिरहेकी छैनन्। घटनाका विषयमा इलाका प्रहरी कार्यालय बेलबारीका इन्सपेक्टर कृष्ण बहादुर खत्री नेतृत्वको टोलीले थप अनुसन्धान गरिरहेको छ। अनुसन्धानबाट थप कुरा खुल्दै जाने डीएसपी चुडालको भनाइ छ।